नमस्कार, म गायक सन्तोष दाहाल आज पनि कार्यक्रम प्रस्तोताको रूपमा प्रस्तुत हुँदैछु। केही बेर कार्यक्रम अवधिभरि हामीलाई हेरेर सुनेर साथ दिनुहुनेछ भनेर आशाका साथ आज हामीसँग कार्यक्रममा हुनुहुन्छ सफल व्यवसायी एकजना नरसिंह ज्वेलर्सका प्रोप्राइटर रोबिन सोनी। उहाँसँग केही बेर हामी कुराकानी गर्नेछौँ। ज्वेलर्सको बारेमा उहाँले केही बताउनुहुनेछ। मैले धेरै बेर बोल्न चाहिनँ, सिधै कार्यक्रममा म उहाँलाई जोड्न चाहन्छु। तपाईलाई कार्यक्रममा स्वागत छ रोबिन सोनीजी। धन्यवाद। के छ यो आफ्नो व्यवसायसँग तपाईँ सन्तुष्ट हुनुहुन्छ? म मेरो व्यवसायबाट एकदमै सन्तुष्ट। तपाईँ मात्रै सन्तुष्ट हो कि यहाँ आउने कस्टमरहरू सबै सन्तुष्ट हुनुहुन्छ? मैले कस्टमर सन्तुष्टिको लागि चाहिँ प्रयास गर्दैछु। अब सकेसम्म कस्टमरलाई यहाँ आउने ग्राहक एकचोटि आएर फर्केर गएर फेरि दोहोऱ्याएर तेह्राएर आइरहनु भएको छ नि? आइरहनु भएको छ। मजाले मैले विगत 8-10 वर्षदेखि यो पेसामा म कार्यरत छु र अहिलेसम्म त्यस्तो कुनै पनि किसिमको मेरो पसलबाट कम्प्लेनहरू आएको छैन कस्टमरको। दर्ता सिस्टम प्रक्रियामा सबै सिस्टमेटिक भएको छ? एकदम सबै मैले पसल सञ्चालन गर्नुभन्दा अगाडि नै सिस्टम अनुसार जे गर्नुपर्ने हो प्रक्रियागत गर्नुभएको छ। प्रक्रियागत नै छ। अनि तपाईँले यही व्यवसाय चाहिँ किन रोज्नुभयो? यो व्यवसाय रोज्नुमा एउटा कारण छ। म चाहिँ मेरो यो पुर्खौली पेसागत भएर मैले यो व्यवसाय रोजेँ। र अर्को कुरो के थियो भने मेरो चाहिँ ठुलो बुवाले यो पेसा गर्नुहुन्थ्यो। त्यसपछिको मेरो फ्यामिलीबाट कोही पनि आउनु भएन यो पेसामा। र मलाई चाहिँ यो पेसामा एकदमै पहिलेदेखि रुचि भएको हुनाले मैले यो पेसालाई रोजेँ। तपाईँको एजुकेसन शिक्षा कतिसम्म पुर्याउनु भयो? एजुकेसन शिक्षाको कुरा गर्दाखेरि खासै त पढेको छैन। पर्सनली छु म। अनि सबैलाई तपाईँको लेभलको, तपाईँ त अब पछिल्लो नयाँ जेनेरेसन होइन, सबैलाई बाहिर जाने, विदेश जाने चाहिँ 11-12 पास गरिसकेपछि सबैलाई बाहिर जाने भूत चढ्थ्यो होइन? तपाईँले त अब चाहिँ नेपालमै राम्रो व्यवसाय गरेर बस्नु भएको छ। खुसी त यसरी हामीलाई लागेकै छ होइन? विदेश जाउँ लागेन तपाईँलाई? मलाई बाहिर गएर श्रम गर्नुभन्दा आफ्नै देशमा चाहिँ केही गरौँ भनेर मैले चाहिँ यो व्यवसाय रोजेँ। घर परिवारबाट तपाईँलाई सपोर्ट त छ? एकदम। वंशानुगत जस्तो पेसा पनि भन्नुभयो, सपोर्ट त यसै नै। अनि तपाईँले यो जुन गर्नुभएको छ व्यवसाय, यसको के ट्रेनिङहरू, यो त त्यतिकै त जानिँदैन यस्तो राम्रो बनाउनु भएको छ होइन? यो ट्रेनिङहरू कहीँ लिनुभएको छ? यो कुरामा चाहिँ अलिक मैले के कुरा राख्न चाहेँ भने यो ट्रेनिङको हिसाबमा चाहिँ के हुन्छ भने हाम्रो सुचालित व्यवसाय सेन्टरहरू चाहिँ छैन। तर मेरो भिनाजु हुनुहुन्छ, उहाँबाट चाहिँ मैले यो पेसाको लागि उहाँ पहिलेदेखि दक्ष कारिगर हुनुहुन्थ्यो र उहाँले चाहिँ मलाई ट्रेनिङ दिनुभयो। त्यसपछि यो कुरामा चाहिँ म आबद्ध भएँ। अनि त्यसै क्रममा प्रभाव, भिनाजुको प्रभाव चाहिँ तपाईँमा परेर अथवा यो राम्रो हो पुर्खौली पेसा जस्तो एउटा वंशानुगत हुँदै तपाईँ आएर आफ्नै पेसामा खुसी हुनुहुन्छ होइन? एकदम। अनि यो सुनचाँदी गरगहनामा चाहिँ यो ग्यारेन्टी के छ? जस्तै अब होइन, वारेन्टी ग्यारेन्टी मात्रै मैले भन्न चाहिनँ कि अब हामी त जस्तै यो एकदम ओरिजिनल सुन्नु भनेर तपाईँले मलाई भोलि बनाएर राखिदिनु है, म पर्सि आएर लान्छु भने तपाईँले भोलि बनाइदिनु भयो। पर्सि आएर लाँदाखेरि अब त्यहाँ चाहिँ मिक्सै गरेर छ भने कसरी थाहा हुन्छ त हामीलाई? जस्तै कि सुनचाँदी यो पेसा भनेको कस्तो हो भने तपाईँलाई विश्वासले चल्ने पेसा हुन्छ। तपाईँले मिसाएर जस्तै 3 भागमा 1 भाग मिसाइदिनु भयो भने पनि लानेले लान्छ, विश्वास भयो। त्यो अब वर्षौँ उसले बेचेन, युज भइरह्यो भने मानिलिउँ विश्वासकै भरमा चल्ने चाहिँ होइन। त्यस्तो पनि होइन। कस्तो हुन्छ भने तपाईँलाई
यो कुरामा चाहिँ विश्वास भनेको क्वान्टिटी राम्रो भएर विश्वास गर्ने सामान चाहिँ आज यो 40% राख्नुहुन्छ भनेर बुझ्दैन। बिलको आधारमा तपाईँले जति जति पाउनुहुन्छ विश्वास भनेको त्यही त हो नि। तपाईँले जुन जति अपेक्षा गर्नुहुन्छ तर त्योभन्दै बेसी आउँछ। सुनचाँदी व्यवसाय भनेको यस्तो हो, यसमा लगानी गर्दाखेरि कस्टमरलाई धेरै नै फाइदा छ, धेरैभन्दा धेरै। अब यसमा मैले एउटा विषय जोड्न चाहेँ। त्यसमा आजभन्दा 1 वर्ष अगाडि 1,18,000 को तोला थियो सुनको रेट। अहिलेको हिसाबमा 1,90,000 को रेट छ। अब त्यो बेलामा तपाईँलाई 1,18,000 हुँदाखेरि तपाईँले 5,000 प्लस जोड्दाखेरि 1,23,000 रेट पऱ्यो तपाईँलाई कस्टसहित सामान किन्दाखेरि। 1 वर्षपछि अहिले तपाईँले बेच्नु हुँदाखेरि 1,80,000 85,000 पाउनुहुन्छ। सामान बनावट हेरेर त्यसरी पाउनुहुन्छ। यसमा चाहिँ के छ भने तपाईँलाई कुनै पनि अहिलेसम्म कुनै पनि लगानीमा हरेक बिजनेस व्यापारमा नेपालमा चारैतिर घाटा छ। तर सुन व्यवसायमा जसले 1 वर्ष अगाडि जुन लगानी गरेको छ त्यो फेरि वर्षै पछि बढ्दै आइरहेको छ। जुन हिसाबले बढ्दै आइरहेको छ सुनको भाउ कहिले पनि घाटा लाग्दैन कस्टमरलाई चाहिँ। अनि अर्को कुरो के छ भने मैले तपाईँलाई त्यो विषय चाहिँ ठ्याक्कै स्पष्ट पार्न चाहेँ। जस्तै कि 1 वर्ष अगाडि तपाईँले 1,23,000 मा किन्नुभएको सामान अहिले बेच्दाखेरि 1,80,000-85,000 आउँछ भने कुनै पनि व्यवसायले त्यति प्रफिट दिँदैन होला। तर हाम्रो सुनचाँदी व्यवसाय जुन यो छ नि सुनचाँदीको कारोबार, यसमा चाहिँ तपाईँलाई लगभग मानौँ न फाइदा छ। मेरो भनाइ चाहिँ कहाँनिर हो भने जस्तै मिसाएर बेच्नलाई त विश्वास हो, मिसाएर बेच्यो भने भोलि बेच्न आउँदा काहीँ त्यो भन्दा फेरि पक्राउ परिहाल्छ मान्छे। किनभने मैले कसरी त्यस्तो गर्यो भने पनि सुधा सिधालाई होइन बाठीलाई पनि त्यो नचिन्ने मान्छेलाई त जान्छ। तर त्यस्तो गरिँदैन। अब यसको पछाडि पनि त निकाय हुन्छ। कसैले गलत तरिकाले कसैलाई डुप्लिकेट मिसाइदियो भने यसको कारोबार बन्द गर्नेदेखि प्रक्रिया छँदैछ। यो जे मोटामोटी विश्वास नै ठुलो कुरो हो। अब मलाई अर्को कुरो बताइदिनुहोस् तपाईँले, यो 24 क्यारेट र 22 क्यारेट भनेको भिन्नता चाहिँ के हो? क्लियर हुने गरी बुझाउनुहोस्। 24 क्यारेट भनेको चाहिँ तपाईँलाई कच्चा पदार्थबाट बन्ने सामान जुन हुन्छ नि, कच्चा पदार्थ सुनको हामी बिस्कुट सुन भन्छौँ, त्योबाट बनेको सामान र त्यो केही पनि त्यसमा कुनै पनि रसायन नमिसिएको सामान बनेको चाहिँ 24 क्यारेटको सामान भयो। तर केही केमिकल मिसावटमा बनेको सामान चाहिँ कस्तो बलियो र टिकाउको लागि चाहिँ 22 क्यारेट सामान बनिन्छ। त्यो चाहिँ अब हाम्रो नेपालमा चाहिँ अर्डरमा मात्रै बनिन्छ, प्राय बाहिर देशमै बन्छन्। र सुनको क्वालिटी 24 क्यारेट एकदम राम्रो। हजुर। अनि 22 क्यारेट र 24 क्यारेटको चाहिँ रेटको डिफरेन्ट कति छ? रेटको डिफरेन्ट चाहिँ खासै केही फरक पर्दैन। कति जस्तै अब 1 तोलामा कति हजार बराबर डिफरेन्ट हुन्छ? 2-4 हजारको फरक पर्छ। भनेपछि त त्यो 22 क्यारेट पनि नराम्रो त होइन रहेछ। नराम्रो होइन एकदम। अब जस्तै दीर्घकालीन समयसम्मको लागि लगाउनले चाहिँ 22 क्यारेटको लगाउँदा ठिक। तर सम टाइम मात्रै युज गर्ने सामान 24 क्यारेटको भोलिको दिनमा चाहिँ त्यो सामानलाई जस्तो आकारको छ त्यही आकारलाई गलाएर अर्को बनाउन सकिने चाहिँ 24 क्यारेटको सामान। 22 क्यारेटलाई चाहिँ रिफाइन गर्नुपर्ने हुन्छ र फेरि प्युरिफाई गरेर बनाउनु पर्ने हुन्छ त्यो सामानलाई। त्यो सामानलाई जस्तै अब अर्को कुरा जस्तै तपाईँको यो व्यवसायसँग कोही जोडिन चाहने, जस्तै अब अनलाइनबाट होइन सम्पर्कमा आउने यस्तो चाहिँ होइन ग्राहकलाई के भन्न चाहनुहुन्छ तपाईँ? जस्तै अब तपाईँसँग जोडिनु पर्यो अनलाइनमा के कसो होइन, तपाईँले चाहिँ अब उनीहरूसँग डाइरेक्ट ग्राहकहरूसँग चाहिँ हुनलाई के छ तपाईँसँग? यो अनलाइनको माध्यमबाट चाहिँ मलाई जोडिन चाहने कस्टमरहरूलाई चाहिँ म के भन्न चाहन्छु भने मेरो फेसबुकमा मेरो नाम रोबिराज सोनी छ, उहाँबाट जोडिन सक्नुहुन्छ तपाईँहरू। र अर्को कुरो मेरो टिकटक आइडी पनि छ श्री नरसिंह ज्वेलर्सबाट। मैले त्यहाँ त्यो पेजबाट तपाईँलाई धेरै नै भिडियोहरू नरसिंह ज्वेलर्सबाट म भिडियोहरू हालिरहेको हुन्छु, त्यहाँबाट पनि जोडिन सक्नुहुन्छ अनलाइनको माध्यमबाट चाहिँ। त्यसपछि हो तपाईँ नेपालको जुनसुकै ठाउँबाट पनि तपाईँले मलाई अर्डर दिनुभयो भने हामी होम डेलिभरीको पनि व्यवस्था छ हाम्रोमा। त्यसको लागि सम्पर्क नम्बर मैले भन्न चाहेँ 98 65 00 13 40, त्यहाँबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ मलाई। जस्तै फेसबुकबाट नि
फेसबुकबाट पनि गर्न सक्नुहुन्छ। फेसबुकबाट पनि मेसेन्जरबाट मलाई मेसेज गर्नु होला, डिजाइन पठाइदिनुहोस्। फेसबुक के भनेर भेटिन्छ तपाईँलाई के बताइदिनुहोस्? फेसबुकमा मेरो रोबिन राज सोनी भनेर मेरो फेसबुक आइडी छ, त्यहाँबाट पनि जोडिन सक्नुहुन्छ हजुर। अब अर्को एउटा कुरा मलाई भन्नुहोस् कि तपाईँले चाहिँ अब यो सुन चाँदी होइन, अब यहाँ हिराको विषयमा जस्तै मानिले मलाई हिरा चाहियो होइन, हिरा चाहिँ उपलब्ध गराउन सक्नुहुन्छ कि? अब हिराको विषयमा मैले भन्नु पर्दाखेरि हिरा चाहिँ तपाईँलाई के हुन्छ भने हिराको हार चाहियो अथवा हिराको मलाई औँठी चाहियो भनेर म आएँ, अब सुन चाहिएन मलाई हिरा चाहियो भनेर हामी हिरा पनि उपलब्ध गराउन सकिन्छ, किन नसकिनु, सक्नुहुन्छ मजाले। एउटा राम्रो बताइदिनु भयो। अब तपाईँले हामी अब कार्यक्रमको अन्त्यमा छौँ, एउटा चाहिँ तपाईँले चाहिँ के बताइदिनु पर्यो भनौँ भने यो व्यवसाय यात्रामा आएका कठिनाई, चुनौती होइन, आरोह अवरोह होइन, अब 1 डेदेखि होइन अहिलेसम्म उतार चढाव धेरै भयो होला तपाईँको यसमा होइन, तपाईँलाई भनौँ लागेको होइन एउटा आरोह अवरोह, कठिनाई, चुनौती, राम्रो यात्रा यस्तो केही छ भने स्ट्रगल त यो लामो छ होइन। अब आज हाम्रो छोटो एउटा सामान्य चिया गफ जस्तो भयो होइन, कार्यक्रम पछि हामी फेरि आएर बनाउनेछौँ, त्यति बेला अझै तपाईँबाट धेरै कुराहरू हामी बुझ्नेछौँ, बुझाउनेछौँ होइन। अहिले तपाईँको सरल एउटा सारांशमा बताइदिनुहोस्, तपाईँको यो व्यवसायको चुनौती, कठिनाई त्यही बोलेर भन्नुहोस्। यस व्यवसायमा सुरुको दिनहरूमा त कठिनाइहरू धेरै नै थियो। अब जस्तै सुरु गरेको कति वर्ष भयो? सुरु गरेको 7 वर्ष भयो। 7 वर्ष भयो। आज टोटल 7 वर्ष भयो। हजुर 7 वर्ष 7.5 वर्ष। 1 डेदेखि सुरु गर्दाखेरि यो 7 वर्षभित्रमा चाहिँ उतार चढाव, आरोह अवरोह धेरै आयो होला होइन। त्यो बिचमा अब जस अहिले त तपाईँ सन्तुष्ट हुनुहुन्छ एउटा सफल व्यवसाय, त्यो बिचमा चाहिँ तपाईँको स्ट्रगल फेजमा त धेरै कठिनाइहरू आयो होला नि? धेरै कठिनाइहरू आयो। अब यो सुनचाँदी व्यवसाय भनेको तपाईँलाई सानो लागतबाट लाग्ने चिज होइन र जो कोहीले गर्न नि सक्छ, जो कोहीले गर्न पनि सके पनि जानेको अनि यसमा चाहिँ मैले स्टार्टिङ गर्दाखेरि कम लागतमा धेरै नै कम लागतबाट मैले स्टार्ट गरेँ यो व्यवसाय। त्यसपछि बिस्तारै बिस्तारै मैले व्यवसाय बढाउँदै गएँ। अनि व्यवसाय बढाउँदै गर्ने क्रममा चाहिँ बिचमा मेरो अलिकति आर्थिक क्षति भयो, मेरो केही लुटपाट भएर अलिकति आर्थिक क्षति भयो। त्यसपछि फेरि 0 लेभलमा आएर फेरि स्टार्ट गरेर मैले बिस्तारै 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 व्यवसायलाई फेरि अहिले स्टेबल बनाएर यतिसम्म पुगेको छु। अहिले सन्तुष्ट हुनुहुन्छ एउटा? एकदमै अहिले चाहिँ म एकदमै सन्तुष्टै छु भन्नुपर्छ, किनभने खासै मलाई केही अहिलेको समयमा मलाई साथ सपोर्ट, ग्राहकको साथ सपोर्ट एकदमै राम्रो छ। मेरो दीर्घकालीन अब कार्यरत यो पेसामा कार्यरत भएर पनि होला। हजुर जस अब अहिलेको यो मन्दी यस्तो अवस्थाको उसमा पनि एउटा सफल व्यवसायीसँग चाहिँ भेट भयो होइन। तपाईँले अब जस्तो जहाँ पनि पसलै चलेन, यता भयो उता भयो, घाटा भयो, डुबे भन्ने धेरै हामीले भेटेका छौँ होइन। एउटा म आफ्नो व्यवसायमा सन्तुष्ट छु, 7 वर्ष भयो, मलाई विदेश जाने भूत कहिले चढेन भन्ने जस्तो भाव आयो होइन। यो एकदम राम्रो कुरो हो। अब गर्दा जे पनि हुँदो रहेछ भनेर तपाईँको जेनेरेसनका तपाईँसँग पढ्ने तपाईँका साथीहरू आज सबै कोही क्यानाडा, कोही अमेरिका, कोही बेलायत पुग्नुभएको छ। तपाईँलाई व्यवसायमा नेपालमै देख्न पाउँदा हामी तपाईँप्रति, तपाईँको व्यवसायप्रति, तपाईँप्रति होइन चाहिँ हाम्रो टिम सबै आभारी छ होइन। यसै गरी गर्दा के हुँदैन भन्ने उदाहरणीय पात्र भएर तपाईँले देखाइरहनु भएको छ होइन। तपाईँको अझै फलोस् यो व्यवसाय होइन। आगामी दिनमा हामी फेरि टाइम लिएर आएर तपाईँको व्यवसायमा फेरि बसेर केही बेर भलाखुसारी गर्ने नै छौँ। तपाईँबाट हामीले नबुझेका धेरै कुराहरू बुझ्ने एउटा उपाय यो मैले वास्तवमा बुझेको पनि थिइनँ, अब धेरैलाई बुझाइदिनु भयो होइन। मैले त 24 क्यारेट र 22 क्यारेट भनेको पनि बुझेको थिएन होइन। अब लाउनु त मैले पनि अलिअलि लगाएको छु, तर यो मलाई नलेज चाहिँ थिएन क्या। यो चाहिँ अब होइन केही बुझ्ने चाहिँ बुझाइदिनु भयो, यसमा तपाईँसँग हामी सन्तुष्ट छौँ। अब अन्त्यमा केही भन्न चाहनुहुन्छ भने तपाईँको पसल कहाँ छ, कुन ठाउँमा छ, केही बताउन चाहनुहुन्छ भने बताइदिनुहोस् हाम्रो दर्शक श्रोताहरूलाई बताउनुहोस्। यो मेरो सुनचाँदी यो पसल चाहिँ तपाईँलाई श्री नरसिंह ज्वेलर्स बागमती 11 पुतली चोक सर्लाहीमा रहेको छ।
तपाईँहरूलाई म कन्ट्याक्ट नम्बर पनि हजुर मैले भनिराखेको छु। त्यसमा सम्पर्क गरेर आउन सक्नुहुन्छ तपाईँहरू। र म चाहिँ यो बागमतीको चाहिँ तपाईँलाई स्थानीय भएको मलाई यो पेसा र व्यवसायमा अलिकति विश्वास गर्न सक्नुहुन्छ, किनभने म यो यहाँको स्थानीय हो र क्वान्टिटी र क्वालिटीमा कुनै पनि कम्प्रोमाइज हुँदैन। कस्टमरको भावना चाहना अनुसारको गहना हामी बनाएर दिने प्रतिबद्धता गर्दैछौँ। त्यसको लागि तपाईँ मेरो पसलमा पर्ने हुन्छ र आउन सक्नुहुन्छ। एकपल्ट ग्राहक आइसक्नु भएपछि दोबारा पटक आउनु नै हुनेछ होइन? एकदम। ल अब चाहिँ होइन, अब हामीले आज यत्रो बेर बोल्यौँ होइन, कुरा गऱ्यौँ। अब चाहिँ हामी कार्यक्रमको अन्त्यमा छौँ। मैले भनिसकेँ हामी फेरि पनि केही समय पश्चात आउनेछौँ तपाईँको पसलमा। अझै व्यवसाय मेरो एकदम अहिलेको भन्दा धेरै सन्तुष्ट भयो भने त्यस बेला सुन्न पाइयोस् होइन। यति भन्दै अब नमस्कार। आज हामीसँग हुनुहुन्थ्यो एकजना सफल व्यवसायी नरसिंह ज्वेलर्सका प्रोप्राइटर रोबिन सोनी। उहाँसँग हामीले केही बेर भलाखुसारी गऱ्यौँ। कार्यक्रम कस्तो लाग्यो? यस च्यानल अवधिभरि कार्यक्रम हेरेर हामीलाई साथ दिनुहुने सबैलाई नमस्कार। यस च्यानलमा लाइक कमेन्ट सेयर गर्न चाहनुहुने इच्छुकहरूले गर्न पनि सक्नुहुन्छ। यति भन्दै म यस कार्यक्रमबाट ओजेल पर्छु चाहिँ म गायक सन्तोष दाहाल। मनले तिमीलाई सधैँ खोजिरहन्छ, धेरै जसो तिम्रै बारे सोधिरहन्छ। तिम्रो याद आइसक्यो आउन तिमी पनि, सिरिरी बतासोमा शीतल हावा पनि।